हेलो जय मसी सबैजनालाई। अनि म चाहिँ अहिले हाल दोलखा जिल्लाको यो खरीढुङ्गा भन्ने ठाउँमा छु। अनि मलाई चाहिँ यो ठाउँ चाहिँ साह्रै मनपर्छ, असाध्यै मनपर्छ। जहिले पनि यता आउँदाखेरि चाहिँ म यहाँ रुक्ने गर्छु, यहाँ हेर्छु है, यहाँको प्रकृतिलाई, यहाँको ठाउँलाई हेर्छु, एकचोटि निहाल्छु, लामो यो सास फेर्छु। तपाईँहरू पनि हेर्नुहोस् एकचोटि है। यस्तो दामी छ कि यो डाँडामा बस्दा मजा आउँछ, त्यहाँदेखि रोड छ है। यति दामी लाग्छ मलाई यो ठाउँमा बस्नलाई। अझै बादलहरू अझै राम्रोसँग खुल्या छैन, हिमालहरू सल्लकै देख्छ। यहाँ छोप्पे छ एउटा हिमाल देखिरहेको थियो यहाँ, अन्त माछापुच्छ्रीदेखि यता सबै देख्छ कि यहाँ। अन्नपूर्णको रेन्ज, मनासलु, यता लाङटाङको एरियाहरूदेखि लिएर यता गणेश हिमाल, यो पछाडिपट्टि यो साइडमा गौरीशङ्कर पनि देख्थ्यो खासमा। त्यो चाहिँ अहिले झन् पुरै छोपेको छ। यो माथि डाँडामा जानु पायो भने झन् दामी देख्छ कि। माथि फिल्म सिटीको भ्यू पनि छ, माथि त्यो पनि छ भन्छ, तर दामी छ अरे त्यो पनि। ओके, यो बाटो कतै हिँडिहाल्नु भयो भने तपाईँहरू पनि रोक्नु होला, हेर्नु होला है, यस्तो दामी छ क्या।